बेसियो या बेसिया नगर हेरे छैन हट भएर कोही मान्छे डिप्रेसनमा हुनुहुन्छ भने यो जंगलमा आउनुभयो भने त्यो डिप्रेसनहरु सबै के भयो गर्दिनु होला सब्स्क्राइब गर्दिनु होला है जनाको टिकट 100 रुपैयाँ छ टाइम आउँदै हुनुहुन्छ भने चाहिँ यस्तो फर्म भर्नु पर्छ ल तपाईहरुले त्यो गरीमा चिसो चिसो आइसक्रिम मजाले खाइदेऊ नमस्ते सबैजनालाई साइरा ब्लगलाई तिमीहरु आकै छैन होला म त हिँडिसकेर हामी यहाँ जोरपाटे पुरा नीलकण्ठ हो के तर उता जाने कि हो अनि गोकर्णमा आएको थियौं अनि गोकर्णदेखि चाहिँ शिवपुरी जादैन रहेछ हेलो सेवा नमस्ते वेलकम टु माई युट्युब च्यानल इट्स मी साइरा चामलिङ राई आयो हजुरहरु सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु हजुरको मायाले अनि साथीहरु आज चाहिँ म कहाँ जाँदैछु भनेर हजुरहरुले पक्कै पनि मेरो टाइटल र थम्बनेल हेर्दा थाहा पाइसक्नु भयो होला म चाहिँ आज जाँदैछु शिवपुरी हाइकिङमा हाइकिङ चाहिँ भनियो तर हामी बिहानै 5 बजे उठेर जाने भनेको थियौं तर हिजो हामी उठ्न सकिनौं आज बिहान चाहिँ हिजो अबेला सुतेको थियौं त्यही भएर अहिले चाहिँ बिहानको 7 बजिसकेको छ र हामी चाहिँ घरबाट रेडी भएर भाइ र म हिँडिसक्यौं भाइ भन्नु यहाँ झोला बोकिरहेछ अनि त्यसपछि भाइ र म चाहिँ यहाँबाट घरबाट हिँडिसक्यौं अनि मेरो साथी एउटा स्वयम्भूबाट आउँछ अनि एकजना कोटेश्वरबाट अनि कोटेश्वरबाट आउँछ सुनैना भन्ने जन्तु अनि त्यसको चाहिँ साथी छ रे अनि उ चाहिँ साथीसँग बाइकमा जान्छ हामी चाहिँ गाडीमा जान्छौं त्योहरू अब हामी यहाँ सोल्टीमोड गेटबाट चाहिँ गाडी चढ्छौं है त अनि यहाँबाट जोरपाटी झरेर जोरपाटीमा साथीहरू भेटेर फेरि गोकर्णको गाडी चढेर जान्छौं है त साथीहरू अब हजुरहरुलाई एकचोटी जोरपाटी गएर भेट्छु है त म साथीहरू हामी जोरपाटी आएर चाहिँ यहाँ पर्खिरहेछौं पारु चामलिङ राईलाई यो यहाँनेर पार्क रहेछ एउटा सानो अनि यहाँ पर्खिरहेछौं उ चाहिँ इन ड्राइभमा आउँदैछ है त साथीहरू हामी फाइनली भेट भइसक्यौं यो पारुले हामीलाई यो जोरपाटीमा 2 घण्टा उभ्यायो 2 घण्टा रे 2 घण्टा हो नि 5 मिनेट भयो अभिषेक तिमीहरु आकै छैन होला म त हिँडिसकेर हामी यहाँ जोरपाटी आएर बसिरहेछौं है यस्तो रुङायो अब चाहिँ हामी यहाँ गोकर्णको गाडी चढ्छौं है त साथीहरु यहाँनेर बुट बोकेको बुट ए चप्पल बोक्यौ के बोक्नु चप्पल बुट बोकेको भरे फोटो खिच्न ल ए बौ झोला बोका भन्थे झोला थिएन नि त्यो हामीले चाहिँ साझे झोला मैले त त्यो हिजोको त्यो ठुलो तिमीलाई देखाएको थिएँ नि त्यो झोला बोक्न आँटेको फेरि गरौँ नगरौँ झोले गरौँ अनि है त्यही भएर भरि हिँड्दाखेरि झन् गरौँ हुन्छ तर हामी अझै धेरै गएको भएर रमाइलो हुन्छ कि साथीहरू हामी चाहिँ गोकर्णमा आएको थियौँ अनि गोकर्णदेखि चाहिँ शिवपुरी जाँदैन रहेछ हामीलाई चाहिँ थाहा भएन लोकेसन फेरि हामीले चाहिँ ब्याक हुँदैछौँ नि त हामी चावलतिर जाँदैछौँ अनि अहिले चाहिँ म यहाँ भाइको बाइकमा छु सुनैनाको भाइ हो अनि म चाहिँ यहाँ भाइको बाइकमा जान्छु तिनीहरू चाहिँ पछाडि गाडीमा आउँदैछ अब हामी चाहिँ चाबी लिन्छौँ है त अहिले साथीहरू हामी यहाँ बुढा नीलकण्ठमा झरेर हामी जाँदैछौँ अब तपाईँहरू आउनुहुन्छ भने चाहिँ म लास्टमा तपाईँहरूलाई लोकेसन दिन्छु पर्दैन हामी पनि दिदिनँ हामीलाई अरूले दिएको थियो र लोकेसन हामी पनि दिदिनँ हामी यहाँ मरि बुढा नीलकण्ठ मन्दिर रहेछ शिवपुरी उयोमा छ मन्दिर शिवपुरी के शिवपुरी र के बुढा नीलकण्ठ होइन हो कि तर उता जाने कि हो अनि यहाँ चाहिँ 2 जना बाइकमा आउँदैछ तिनीहरूलाई पर्खिने भनेको कहाँ हरायो तिनीहरू आज यति तनाव भयो अब हामी चाहिँ लाग्यौँ आन्टी शिवपुरी जाने बाटो कता हो मलाई नै थाहा नयाँ होला है स्क्यान जाने चाहिँ कता तपाईँहरू के भन्नु आज शिवपुरी आएको रे यहीँ 1 भइसक्यो साथीहरू पछाडि आउँदैछन् हामी यहाँ अगाडि जाँदैछौँ अनि यो के अरे बुढा नीलकण्ठ मन्दिर होइन यो बुढा नीलकण्ठ मन्दिरदेखि हजुरहरू यता दायाँ बायाँ नहेरिकन सिधा स्ट्रेट जानु होला अनि त्यसपछि हजुरहरूलाई बाटो कन्फ्युज लाग्छ भने चाहिँ फर्स्ट टाइम आउँदै हुनुहुन्छ हामीलाई चाहिँ कसैले भन्दैन लोकेसन हामी चाहिँ कहीँ यहाँबाट भन्दै हो है त्यो बाइक धन्नले यहाँ एउटा भाइले लिएर आएको छ कि सुनैनाको भाइले अनि उनीहरू चाहिँ 3 जना गइसक्यो यहाँदेखि बुढा नीलकण्ठदेखि अनि हामी 2 जना चाहिँ पछाडि छौँ 3 जना बाइकमा गयो फेरि हामीलाई लिन आउँछ अहिले होइन हामी पनि उनीहरूले लिन आउँछ के
उनीहरू माथि पुग्छ अनि त्यसपछि फेरि हामीलाई लिन आउँछ है त साथीहरू। हामी चाहिँ बिच बाटोमा पुगिसक्यौँ पारु र म। पारुलाई चाहिँ मैले के अरे 1 वर्षपछि नै भेटाएको आज, नभए हामी पहिला सँगै बस्थ्यौँ। सँगै भन्दा नि एउटै ठाउँमा बस्थ्यौँ। अहिले चाहिँ म फाल्टै ठाउँमा बस्छु। अनि पारुलाई चाहिँ आज मैले मेरो ब्लगमा क्याप्चर गर्छु है त साथीहरू। हाई भन यहाँ। ओ ब्युटिफुल लेडी। हेलो नमस्ते सबैजनालाई। हाम्रो साइरा ब्लगलाई माया गरिदिनु होला अनि मलाई पनि गरिदिनु ल। अनि साथीहरू भनेको के अनि यो पारुको पनि युट्युब च्यानल छ कि, उसको पनि सबैजना सब्सक्राइब हानिदिनु ल। तिम्रो त कति पुगेको होला नि साइरा? 200 बढी छैन? कहाँ बढ्यो भने 290। त्यत्रो रहेछ त मेरो। आइसक्रिम लिएको हामीले चाहिँ पारुले त्यहाँ पैसा लिँदैछ फिर्ता है त साथीहरू। आयो पुगिन्छ डार्लिङ। हाम्रो आइसक्रिम आयो। ल साइरा खाइदेऊ। गरिमा चिसो आइसक्रिम मजाले खाइदेऊ। भित्र इन्ट्री गरिसक्यौँ। एकजनाको टिकट चाहिँ 100 रुपियाँ छ। अनि साथीहरू तपाईँहरू फर्स्ट टाइम आउँदै हुनुहुन्छ भने चाहिँ यस्तो फर्म भर्नुपर्छ ल तपाईँहरूले यस्तो। अनि यहाँनिर शिवपुरीभित्र चाहिँ हामीले यहाँनिर के अरे यस्तो चिकनहरू त्यस्तो मासुहरू जस्तो चाहिँ ल्याउन पाउँदैन, किनभने यहाँको जनावरहरूले थाहा पाउँछ अरे, त्यही भएर लान चाहिँ दिँदैन। हामीले लिएर आएको थियौँ, हामीले चाहिँ तल काउन्टरमै छोडेर राख्यौँ। अनि हामी चाहिँ जाँदैछौँ, हामी चाहिँ ड्युहरू मात्रै लिएर हिँड्यौँ है त साथीहरू। तपाईँहरू चाहिँ शिवपुरी फर्स्ट टाइम आउँदै हुनुहुन्छ भने चाहिँ एकजनाको टिकट 100 रुपियाँ छ। अनि 100 रुपियाँमा पनि हामीले फर्म भर्नुपर्ने हुनेछ। हामीले के सामानहरू लिएर आएको छौँ नि, त्यो सामानहरू चाहिँ हामीले त्यहाँ लेख्नुपर्ने रहेछ। अनि यहाँभित्र चाहिँ यस्तो मासुहरू चाहिँ केही ल्याउन पाउँदैन रहेछ साथीहरू, किनभने साथीहरू यो ठुलो जङ्गल छ नि त। अनि यहाँ अब जे पनि हुनसक्छ, उनीहरूले पनि हाम्रो सुरक्षाकै लागि भनेको हो। हामीले त्यो कुरा चाहिँ मान्नैपर्छ साथीहरू। हामीलाई चाहिँ थाहा भएन, त्यही भएर हामीले लिएर आयौँ। तर हामीले भनेको मानेर हामीले तलै काउन्टरमा छोडेर आयौँ साथीहरू। ल हामी चाहिँ जङ्गलतर्फ लाग्यौँ है त हाइकिङ गर्दै। ल के भन्छस् रे साथी? पानी मात्र छ। अनि के चाहियो त कुरा? तैँले झन् छ्याङ ल्याउने भन्दै थिइस् होइन? साथीहरू भ्लगरको जिन्दगी यार गर्ने भ्लगर पारु चल्ने यहाँ भाइ चाहिँ बिचरा, भाइलाई पनि कसैले बोलाउन साथीहरू। उचारीको युट्युब च्यानललाई गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है। मोबाइल चाहिँ कुन कम्पनीको हो? ओरिजिनल हो एकदम। अलगै हो त सबै। खानेकुरा पानी झोला लिएर आएको के गर्ने? साथीहरू हेर्नुहोस् उकालो लाग्दैछौँ हामी चाहिँ। कस्तो फिल भइरहेछ केटी हो? नट ब्याड भन्नु पनि मिले छैन। अरू भन्दा नि मलाई चाहिँ चाउमिन र मोमो ल्याउनै पाएन यार। कस्तो मिठो लाग्यो है त्यही चाहिँ। त्यो दाइहरूले त्यही खाऊ भन्दा खानु पर्थ्यो नि। अनि पेटमा जानु पर्यो नि त भर्खर त्यत्रो। के खायो तिमीहरूले? हामी दुईजनाले आइसक्रिम खाएको भएर पेट डन्न गएन। त्यसरी अघि बाइकमा नकुद्नु, त्यस्तै हुन्छ। साह्रो सर्टकट बाटो छ भने सर्टकट जाउँ है यसरी। र हामी चाहिँ प्रवेश गरिसक्यौँ। यहाँ चाहिँ फोटो खिच्नेको लाइन लागिरहेछ हेर्न सक्नुहुन्छ। जङ्गलमा यति धेरै मान्छे भेट्दा धेरै खुसी लाग्छ हामीलाई। हामी पनि यहीँ फोटो खिच्ने हो। शिवपुरी पिक यहाँदेखि कता कता जाने हेर? नागी गुम्बा जाने कि बागद्वार जाने कि? बागद्वार कहाँ हो? ल साथीहरू अब हामी चाहिँ यहाँ फोटो क्लिक गर्छौँ है त। साथीहरू यिनीहरूले मलाई जङ्गलमा बिजोग बनायो भन्न भएको। यहाँनिर चाहिँ भित्र आइसकेपछि चाहिँ यहाँनिर एउटा बोर्ड देखाउँदो रहेछ। त्यो बोर्ड हेरेर हजुरहरू जहाँ जानुहुन्छ त्यो बोर्ड हेरेर चाहिँ जान सक्नुहुन्छ कि। तर हामी चाहिँ अहिले कहाँ हिँडेको त्यही थाहा भएन। उता हेऱ्यो जङ्गल, यता हेऱ्यो जङ्गल, कहाँ जाने हो आशिका दिदी? झर्ना उता छ मैले देखिसकेँ। ल साथीहरू हामीले चाहिँ सानो झर्ना देख्यौँ है। अब त्यो झर्ना चाहिँ म तपाईँहरूलाई भिडियोमा देखाउँछु। यहाँ चाहिँ झर्ना रहेछ, सानो सानो झर्ना होइन। ठुलो त कहाँ पाउनु, अब अहिले बर्खा टाइम लागेको छैन, अझै असार साउन आउन बाँकी नै छ साथीहरू। अनि यहाँ चाहिँ सानो यस्तो खालको झर्ना रहेछ कि साथीहरू, यस्तो खालको झर्ना। अनि अगाडि चाहिँ मेरो साथी नाच्दै जाँदैछ। जुगा लाग्ला है जुगा। लाभ यसरी जाने झर्ना चाहिँ यही रहेछ। झर्ना चाहिँ साह्रो ठुलो पनि छैन, सानो पनि छैन,
ठिक्क लिमिटको रहेछ है साथीहरू। यति कुरा चाहिँ कन्फर्म हो कि अरूले त्यो भिडियो हालेको अनुसारले त्यो भिडियो हेरेर तपाईँहरू चाहिँ यो शिवपुरी नआउनु होला साथीहरू। राम्रो त राम्रो छ एकदम चिल होइन। कोही मान्छे डिप्रेसनमा हुनुहुन्छ भने यो जङ्गलमा आउनुभयो भने त्यो डिप्रेसनहरू सबै जान्छ। तपाईँहरूको हरियाली हेर्न सक्नुहुन्छ जङ्गलै जङ्गल। साथीहरू यो जङ्गलमा त मैले गाउँमा दाउरा पो काट्थेँ त 2-3 बारी, तर यहाँ चाहिँ घुम्न आउनु परिरहेछ। भर्खर काटेर आएको थियो आज भर्खर बाटो बिर्सेर यसले 5 घन्टा घुम्यो। झर्नामा पनि हामीले फोटो खिच्यौँ है। अनि यो झर्नादेखि चाहिँ हामी निस्क्यौँ बाहिर। अब हेरौँ यस्तो ठाउँहरू कति छ यो शिवपुरीमा। म यो भिडियोमा सेभ गर्नेछु, हजुरहरू मेरो भिडियो हेरेर आउनु सक्नुहुन्छ है। हामी लगभग 30 मिनट हिँडिसक्यौँ है त। 20 मिनटभन्दा बढी फोटोहरू खिच्यौँ। अनि हाम्रो अगाडि साथी अरू मित्रहरू पनि हुनुहुन्छ, तर हामी चाहिँ चिन्दैनौँ। उहाँहरू पनि शिवपुरी आउनुभएको अगाडि अगाडि हुनुहुन्छ। अनि हामी पछाडि हाइकिङ चाहिँ यस्तै हो साथी, लट्ठी हुनुपर्ने होइन। लट्ठी उयो अङ्कलमा यो बोको छैन, बोतल नबोकौँ होला। छिटो छिटो कुदुमै झर्नानेर। ल साथीहरू हाम्रो हाइकिङ चाहिँ यस्तै हुँदैछ। यो सुनेन डाङ्ग्रीले चाहिँ एउटै भारी बोक्नु खोजेको छ नि, त्यसलाई भरिमा डिउ दिएछु भने त नि। सुनेन होइन त्यही बोतलको पानी खाए भरे ग्लासमा हालेर। सुनेन नभन सिनुङ के भन्छ सिनुङ सिनुङ ओइ सिनुङमा किन गुन्यौ ओइ सिनुङमा। ल हामी चाहिँ झर्नालाई अब ठ्याक्कै 30 मिनट बाँकी छ है त साथीहरू। ऊ बिचरा सबैभन्दा भोगाएको चाहिँ यही हो। के भयो तँलाई? के भयो? के भयो? ल यहाँ विश्राम गर्दैछन् साथीहरू। यहाँ त भाइ छ, आज भाइ भएर हामीलाई धेरै सहज भएको छ है साथीहरू। हामी चाहिँ लगभग आधी बाटोमा आइसक्यौँ। यहाँ चाहिँ झर्ना छ जस्तो छ ठुलो। मेरो ब्याकग्राउन्ड पछाडि साउन्ड सुनिराख्नु भएको होला है। यहाँ डार्लिङ चाहिँ कुद्दैछ झर्ना चाहिँ होइन। के यो मैले देखेको छैन? ए मैले पनि देखेको यो यहाँ भिडियो बनाएको ठाउँ चाहिँ हामी आइपुगिसक्यौँ है। भिडियोमा देखेको ठाउँ चाहिँ ए रहेछ सामान्य राम खोलाले बगाउँछ है बिस्तारै होइन। यहाँनिर चाहिँ फोटो खिच्नलाई हामी चाहिँ यहाँ बस्यौँ एकछिन, रेस्ट पनि भयो हामीलाई। फोटो खिच्दै हुनुहुन्छ यता चाहिँ अरू साथीहरूले। हाम्रो पालो आएको छैन, हामी चाहिँ यहाँ पर्खिरहेको छौँ है त साथीहरू। थाकेँ म त धेरै नै। तिमीले सबैजना फर्किसक्यो, हामी चाहिँ अहिले जाँदैछौँ। 3:18 भइसक्यो यहाँनिर। 5:30 बजे चाहिँ बन्द हुन्छ। फर्किसक्नु भन्नुभएको थियो आर्मी अङ्कलहरूले। अनि हामीले यहाँ फोटो खिचेर हिँडिसक्यौँ। के गर्नु राम्रो भएर नहेर्ने त्यस्तो राम्रो। हाम्रो चाम्रो नै ठिक छ। निकै माथि आइसक्यौँ साथीहरू। पुरै जङ्गल छ बाटो चाहिँ। साथीहरू पछाडि आउँदैछ। हामी चाहिँ अलिक टाइममा आइपुगिनौँ क्या साथीहरू। हामीले बाटोहरू नै थाहा भएन नि त। बिहान हिँड्न त चाँडै हिँडेको हो, कन्फ्युज भएर गोकर्ण भनेर गोकर्णमा गयो, तर गोकर्ण बाटो चाहिँ बाटो होइन रहेछ। यता चावलमा आएर चावलदेखि बुढा नीलकण्ठ गाडी चढ्ने, अनि बुढा नीलकण्ठबाट चाहिँ हामी हिँड्दै आउनुपर्ने रहेछ है साथीहरू। हजुरहरू आउनु चाहनुहुन्छ भने चाहिँ, नभए हामी यतिखेर ठिक्क फर्किने टाइम हुन्थ्यो। साह्रै ढिलो भयो आज साथीहरू। लास्टै टाढो रहेछ, लास्टै हामी जाने ठाउँ चाहिँ। म चाहिँ लास्टै नै भइसकेँ है। यति हिँड्नुपर्छ नि, सोचेको भन्दा धेरै हिँड्नुपर्छ। यहाँ हिँड्न खुट्टा दुखेर पाप भइसक्यो। अब हामीलाई चाहिँ धेरै गाह्रो, तिमीहरूलाई गाह्रो भएन? सबजना फर्किसक्यो नि हामी यतिखेर। यसो अलिक छिटो पाइला चाल न साथीहरू, यसरी म जस्तै के यसरी म जसरी यसरी हिँड न साथीहरू। तिमीहरू के भएको ओइ पछाडिकोहरू है, छिटो हिँड। एउटा भारी भनेको चाहिँ यही डिउको बोतल हो, अरू चाहिँ केही छैन। उसको भारी भनेको एउटा सर्ट र एउटा टोपी बोकेर टुइकिट राम्रो। ओ यो ठुटे कपाल के साह्रो हल्लाएको। ठुटे कपाल के साह्रो हल्लाएको यार, यस्तो नगर। बोटेको खाइतीमा ल हातले छिटो टाइम लाग्यो के भयो त? तल यही छोडेर आउने आर्मीको ब्यारेकमा तल आज सुताएर हामी घर जाने हो।
तिमी बिहानीको घाम छाता हिँडेको बिजुली बालेर हट भएर हामी क्युटी भएर केटो हेरेको हेरे र साथीहरू हामी चाहिँ यहाँबाट लागिसक्यौँ हामी चाहिँ माथि टपसम्म जाने भनेको तर आज त्यस्तै भयो साथीहरू हामी चाहिँ अलिक ढिलो आयौँ त्यही भएर लेट भयो यस्तो गरेको गर्नु पाएन है साथीहरू आज सोचेको जस्तो चाहिँ भएन हामीलाई पनि त थाहा थिएन नि त हामीलाई लोकेसन पनि थाहा नभएर ढिलो भयो अनि अहिले चाहिँ हामी यहाँ बिच बाटोदेखि चाहिँ फर्कँदैछौँ किनभने यहाँ यो ठाउँ चाहिँ 5:30 बजेतिर बन्द हुन्छ रहेछ कि होइन अनि सबैजना हामी चाहिँ उकालो अरू मान्छे सब फर्किसक्यो नि त्यही भएर पनि हामी चाहिँ यहीँबाट फर्क्यौँ है साथीहरू हाम्रो भिडियो चाहिँ त्यस्तो इन्ट्रेस्टेड चाहिँ छैन होला आज त्यही पनि तपाईँहरूले लास्टसम्म हाम्रो भिडियो हेर्नु होला है त साथीहरू अनि यो चाहिँ सबैभन्दा पागलले जस्तो कराउने भूत हो यो आजको के भएर तिमीलाई छैन के भएर तिमीलाई के भएर किन कुदेको तिनीहरू चाहिँ अगाडि गइसक्यो है साथीहरू त्यो खानेकुरा मिठो छ भने अब मायाको यता आइज न ए साथीहरू म एउटा गीत गाउँछु भयो अब मायाको भिख माग्दिन त भन्दा राम्रो पाउँछु बनी गइस इख राखेर तर मेरो एउटा पनि भुत्ला हल्लेन मित्रहरू साथीहरू यहाँ हेर्न चार्जर कसैले यत्रो लामो देख्नु भएको छ हाम्रो चार्जर हेर्ने देखाइदेऊ न देखाइदेऊ साथीहरूले देखाइदेऊ जनाले माला लाउँदैन हुन्छ यहाँबाट साथी भन्दै हो त्यसरी गर्न हो त्यसरी लाग्यौँ है त आजको हाम्रो कत्रो चार्जर हो यो साथीहरू थाहा छ तपाईँहरूलाई साथीहरू हामी घोनाघोर जङ्गलभित्र छिरिसक्यौँ हामी घर जाने यात्रा जङ्गल छिरेर पनि हामी चाहिँ अब लाग्दैछौँ घरतर्फ हामी तल गएर चाहिँ मस्त खाजा खाएर मात्रै छुट्टिने साथीहरू यहाँ हेर्नु हाम्रो बडी पारुले मलाई गिफ्ट ल्याइदिएको कोरियाबाट यति कमजोर छ हाम्रो पारुले होइन नि साथीहरू भेनाले ल्याइदिनु भएको पारुले होइन नि साथीहरू मलाई भेनाले ल्याइदिनु भएको के छ त तिम्रो सुक्ने के हो भन त नाकले त सुन्छ नि होइन र मलाई भिडियो सिडियो सबै पठाउनुहोस् है साइरामिस अनि आज हाम्रो धेरै रमाइलो भयो त्यसपछि हामी फर्किँदैछौँ यता हेर्न फेरि आप गाना हेर्न न अन्डी मन्डी तिमी धेरै नहुँ रन्डी यो साथीहरू एक नम्बरको गाली पोखियो यो पातर्नी बेसियो यो बेसिया अनि चुडानी बाहिर यो त जङ्गलभित्र भएर मात्रै हो कि अनि ऊ बाहिर घाम लागिरहेको आज 8 बजीमा घाम लाग्छ सुन न उफ्रेर गर्न साथी एकचोटि दुईचोटि क्या यता पनि ल पक्कै उता पनि ल पक्कै पक 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 यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटाको जतै यस्तो दराम दराम ल गर्न गर अभिषेकलाई त उल्लु बिल्लु रन्डो त्यो रनमती